फर्स्ट अफ अल नमस्कार र तपाईँ आइदिनुभयो त्यसमा धन्यवाद है तपाईँलाई। यसमा चाहिँ हाम्रो अशोक सभा चाहिँ भाजपा वर्ल्डमा हामीले राखेको छ। त्यसमा सिक्किम बिहारी जागरण मञ्च, त्यहाँदेखि इन्टरनेसनल ह्युमन राइट काउन्सिल र द ग्रेट क्लब अफ बलुवाखानी लोकल ट्याक्सी एसोसिएसन, हामी 4टा एनजिओ मिलेर गरेको हो। अन्त यसमा चाहिँ अब हाम्रो हिजो नै गान्तोक भइसकेको छ र पनि हाम्रो गाउँले अब मिलेर चाहिँ एउटा हाम्रो शोक सभा, किन यो जुन घटना छ एकदमै नराम्रो घटना हो। देशभरि नै एक दुःखको माहौल छ र हामीले पनि अब यस दुःखको यसमा हामी पनि दुःखै छौँ भनेर चाहिँ हामीले सानो यो श्रद्धाञ्जली दिएको र यसमा 28 जना बित्नु भएको छ है। त्यसमा 17 जना निकै नै इन्जर हुनुहुन्छ र उहाँको लागि प्रार्थना हामीले गरेछौँ। सो हामी चाहिँ एज अ युथ एन्ड हामी चाहिँ ह्युमन राइट्स काउन्सिलको मेम्बर भएर चाहिँ यो भन्न चाहन्छु कि यो जे पनि भएको त्यो चाहिँ साह्रै अब नराम्रो भयो। सबैजना अब यो कुराले गर्दाखेरि चाहिँ देशभरि सबैजनाको मनमा डर भइरहेको छ, टेरर भइरहेको छ होइन। अब त्यो चाहिँ हामी चाहिँ यति युथहरू मिलेर चाहिँ अगाडि आएको ताकि उयो पार्टी सोलहरूलाई चाहिँ पिस पाओस् भनेर। अनि यति भन्न चाहन्छु कि अब यो चाहिँ साह्रै नराम्रो भयो। एज अ युथ हामी साथमा चाहिँ छैनौँ, तर अब राम्रो फ्युचरमा चाहिँ अब यस्तो नहोस् भन्न चाहन्छु। बिङ एन इन्डियन है, जुन इन्डियामा एट्याक भयो है, एन्टी सोसियल एक्टिभिटिज भयो, निकै नै मनमा लाग्यो है। अनि जुनै पनि जसले पनि गरेको यो, अनि टोटली फ्रम बटम अफ माई हार्ट है, म कन्डेम गर्न चाहन्छु यो कुरालाई है कि वान अफ द मोस्ट हुन्छ नि अब एन्टी सोसियल एक्टिभिटिजमा कवर्डिक एक्ट हो यो चाहिँ है। थ्रु ग्रेट क्लब अफ बलुवाखानी यही कुरा राख्न चाहन्छु। अनि जति पनि जो पनि बित्नु भयो उहाँहरूको दुःखमा हामी पनि सामेल हुन चाहन्छौँ। थ्याङ्क यू।